त्यहाँ हेर न आमा ढुङ्गा कत्रो कत्रो ढुङ्गाहरू छ क्या यहाँ हेर न मेन ढुङ्गा त कत्रो छ वेलकम ब्याक टु माई न्यू ब्लग फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा सबैजनालाई स्वागत छ अनि हेर्दै गर्नु होला आजको ब्लग के कस्तो हुन्छ मेरो अनि सो फाइनली अहिले चाहिँ म यहाँ खेतबारीमै छु होइन अनि सो आजको मेरो ब्लग तपाईँहरूले के कस्तो हुन्छ कमेन्ट गर्नु होला को कहाँदेखि हेर्दै हुनुहुन्छ अनि फाइनली म चाहिँ यतिखेर तपाईँहरूलाई के गर्न लागेको छु भन्दाखेरि चाहिँ म चाहिँ माथि यो रुखमा चढ्न खोजेको छु होइन किनभने त्यो घाँस काट्नुपर्ने भयो यो चाहिँ धेरै पुरानो मम्मीहरू चढ्न नसकेको रे अनि मलाई चाहिँ आज चढेर त्यसलाई पुरै काटिदेऊ भनेर चाहिँ भन्नुभएको कारणले म चाहिँ यो रुखमा पुरै चढेको छु चढ्न लागेको छु अब चढ्न सकिन्छ सकिँदैन त्यो मलाई थाहा भएन अब त्यो कोसिस गर्छु ट्राई माई बेस्ट हुन्छ नि होइन त्यस्तै ट्राई चाहिँ गर्छु अनि हेर्नु न समाउने ठाउँ पनि केही पनि छैन हेर्नु न रुख पनि ठुलो छ अग्लो छ समाउने ठाउँ छैन सो अब सक्छ सक्दैन हेरौँ म चाहिँ ट्राई गर्छु सक्यो भने सक्यो होइन सो हेर्दै गर्नु होला लास्टसम्म आजको भ्लग के कस्तो हुन्छ तपाईँहरूले अनि कमेन्ट गर्न नभुल्नु सब्सक्राइब गर्न नभुल्नु होला है त सबैजना खोइ यार चढ्नलाई सक्ने हो कि नसक्ने हो यति गाह्रो छ कि हेर्नु न केही छैन कि समाउने ठाउँ पनि हेर्नु पुरै माथि छ होइन धेरै अग्लो छ अनि सक्छ सक्दैन आँटिसक्यो अहिले नै चढाएको छैन होइन अब यसो हेरौँ सो गाइज फाइनली म चाहिँ पुरै चढिसकेको छु यतिखेर हेर्न सक्नुहुन्छ यस्तो अझै म माथि पुग्नुपर्ने हुन्छ लास्ट गाह्रो पो हुँदो रहेछ यार तपाईँ म धेरै पछि चढाएँ कि रुखमा चाहिँ होइन यसरी म चढाएको थिएन धेरै वर्ष भएको थियो नचढेको सो अनि अहिले म बिचमा छु अब यो काट्नुपर्ने हुन्छ मैले सबै अनि हेर्न सक्नुहुन्छ पुरै यस्तो काट्नुपर्ने हुन्छ मैले अहिले म फाइनली चढिसकेको छु त्यहाँ हेर न आमा ढुङ्गा कत्रो कत्रो ढुङ्गाहरू छ क्या यहाँ हेर न मेन ढुङ्गा त कत्रो छ होइन यस्तो त्यो ढुङ्गा माथि चढ्न मिल्दैन क्या त्यहाँ देउता यताउति छ भन्छ अनि त्यही भएर चाहिँ त्यो ढुङ्गा माथि चाहिँ चढ्न मिल्दैन यो माथि चाहिँ यसलाई अब काट्नुपर्ने हुन्छ होइन त्यही भएर सो हेर्दै गर्नु लास्टसम्म के कस्तो हुन्छ आजको भ्लग सो गाइज फाइनली मैले चाहिँ यतिखेर काटेर सकिसकेको छु अब म तल झर्दैछु अहिले काटेर चाहिँ हेर्नु पुरै काटेको छु मैले चाहिँ यस्तो हाइटमा छु म हेर्नु यस्तो हाइटमा छु होइन अब म मुनि झर्नुपर्ने हुन्छ मम्मी मुनि हुनुहुन्छ हेर्नु म धेरै माथि छु कि म चाहिँ यतिखेर फाइनली काटेर पनि सकियो होइन अब योहरू तल झार्नुपर्छ यिनीहरूलाई होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ गाउँ यस्तो छ अहिले हेर्नु कत्रो ढुङ्गा छ यो आमामा हेर्नु कम त ठुलो ढुङ्गा छ यो अहिलेको भनेको यताको मौसम पनि यस्तो भइरहेको छ अनि पानी अघि भर्खर पानी परेर चाहिँ अलिक रोकेको छु पानी परेर पानीले चिप्लो भएर कि अलिकति यो रुखमा चढ्न चाहिँ अलिक गाह्रो भयो होइन सो अनि तपाईँहरूलाई के कस्तो लाग्यो अहिले चाहिँ म फाइनली मुनि झर्दैछु हेर्दै गर्नु होला लास्टसम्म गाह्रो पो छ मुनि झर्न त मैले चाहिँ यतिखेर घाँस काटेर सकेर अब जानुपर्ने हुन्छ पुरै पानी परेर अब हामी घर जानुपर्ने हुन्छ पानी परेर लास्ट ल्याङ भइहाल्यो नि यहाँ पुरै मम्मी यता हुनुहुन्छ अनि घाँस यहाँ छ पुरै माथिबाट मैले चाहिँ त्यो घाँस काटेर होइन पानी पऱ्यो अहिले चाहिँ फाइनल अब म घर गएर भेटौँला घर जान्छु आज लास्टै पानी परेको छ क्या ओ माई गॉड यो बर्खा महिनामा यति चाहिँ लास्टै तनाव लाग्छ क्या मलाई झ्याउ लाग्छ क्या पानी पर्ने होइन एकछिन पानी रोक्न मान्दैन कि आज भोलि होइन बर्खा महिनामा यस्तै हो है गाईहरू होइन बर्खा महिनामा यस्तै हो पानी पर्छ कहिलेकाहीँ पानी पर्न भन्दा भने पनि पानी पर्दैन कहिलेकाहीँ चाहिँ पानी परेर टेन्सन गरिदिन्छ मम्मीले चाहिँ त्यो घाँस बोकेर जानुहुन्छ अनि म चाहिँ यो ढोड लगेर जानुपर्ने हुन्छ क्या मकैको अनि मम्मीले भारी बनाएर राख्नु भएको रहेछ अब म जानुपर्ने हुन्छ सो यहाँसम्म भ्लग तपाईँहरूलाई के कस्तो लाग्यो अब पानी पऱ्यो म चाहिँ छिटो घर जानुपर्ने हुन्छ होइन फेरि किनभने खोला पनि बढ्छ अहिले फेरि खोला पनि ठुलो भएको छ अहिले हेर्नु त्यो खोला अहिले खोला पनि तर्न नसक्नेसम्मको भएको छ कि ठुलो खोला भएको छ अब फाइनली म चाहिँ जाँदैछु अनि यहाँसम्म के कसो लाग्यो कमेन्ट गर्नु होला तपाईँहरू सबैजनाले घर गएर भेटौँला होइन यस्तै हो फाइनल्ली हामी चाहिँ यतिखेर खेतबाट आएर चाहिँ अहिले हामी खाना बनाएर पनि हामी खानालाई अब
खानुपर्छ मम्मी र म पुरै हामी खानासाना बनाएर रेडी भयो अब खाना खानुपर्छ अनि सोधौहरूलाई के कस्तो लाग्यो होइन यहाँसम्मको भिडियो ब्लग होइन आजको ब्लग तपाईँलाई के कस्तो लाग्यो अनि अहिले चाहिँ हामी ठ्याक्कै अब खाना पस्किँदै हुनुहुन्छ मम्मीले चाहिँ पानी परेर अहिले चाहिँ पानी रोकिएको छ पानी रोकेर अहिले घाम लागिरहेछ हामी चाहिँ साथीहरू खाना खान्छौँ अनि त्यही हो खाना खाएर रेस्ट गर्नुपर्छ कहाँ छ तपाईँहरूले म आज एउटा चिज देखाउँदैन नि मान्छेहरूले खाँदैन क्या हेर्नु न हो त्यहाँ पुरा केरा पाकिरहेको छ गाइस त्यहाँ हेर्नु खाने मान्छे छैन अब त्यो केरा म काट्न जान्छु अहिले पुरै केरा पाकिरहेको छ क्या गाइसहरू है अँ ओ माई गॉड सो गाइस केरा चाहिँ यस्तो केरा हो फेरि जङ्गली केरा हो यो फाइनली गाइस तपाईँहरूलाई आजको यो भ्लग के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट सब्सक्राइब लाइक सेयर गर्नु होला सबैजनाले अनि यस्तै हो यस्तै भ्लग हेर्नको लागि सबैजना सब्सक्राइब गर्न नभुल्नु होला अनि यसरी नै सपोर्ट गरिराख्नु होला सबैजनाले होइन आजको लागि चाहिँ यति नै गरौँ फेरि नेक्स्ट भ्लगमा भेटौँला है त